भन्दैछु मेरो आजको शीर्षक छ चाहिँ हामीसँग परमेश्वर भयो भने चाहिँ के हुन्छ है। सो त्यसको लागि चाहिँ पहिला हामी चाहिँ योसेफको कहानी सुन्नुपर्छ। योसेफको कहानी कतिजनाले सुन्नु भएको छ हात उठाउनु। सबैले सुनेको छौँ है ल हजुर धेरैले सुन्नु भएको रहेछ। अब योसेफको कहानी म छोटकरीमा भन्छु, टाइम त छैन, सकेसम्म म बुझाउने ट्राई गर्छु है। सो योसेफ चाहिँ अब कनान भन्ने देशमा चाहिँ याकुब र राहेलको कोखबाट चाहिँ जन्मिएको एउटा छोरा हो है। वृद्ध अवस्थामा चाहिँ जन्मिएको छोरा भएर चाहिँ याकुबले चाहिँ योसेफको चाहिँ अति धेरै माया लाग्थ्यो है। अरू उहाँहरूको चाहिँ अब 12 जना दाजुभाइमध्ये चाहिँ योसेफले चाहिँ धेरै माया गर्थ्यो। त्यो कारणले गर्दाखेरि चाहिँ उसको दाजुभाइहरूले चाहिँ रिस गर्थे कि हामी पनि त यसको छोरा हुने, यो फुच्चेले मात्रै धेरै माया गर्ने भन्ने टाइपको कुरा हो। त्यसपछि के हो भन्दाखेरि चाहिँ अनि याकुबले चाहिँ अति धेरै माया गरेको भएर चाहिँ उसले चाहिँ एउटा रङ्गी चङ्गी एउटा लबेरा भनौँ है, एउटा लामो कोट जस्तै उसले चाहिँ बनाइदिएको रहेछ। त्यो भएपछि उसका दाजुभाइहरू चाहिँ झन् रिसले चुर भयो क्या, ए यसले मात्र नयाँ लुगा दिने, हामी पनि त यसका छोराहरू हो नि। झन् यसोमा झन् रिस उठ्यो। अनि एक दिन चाहिँ दाजुभाइहरू चाहिँ बाख्राहरू भेडा चराउन गएको टाइममा चाहिँ अब याकुबले चाहिँ योसेफले भनेछ, योसेफ जाँदा तेरो दाइहरूको खबर र भेडा बाख्राको खबर के छ सोधेर अनि फेरि बुझेर अनि मलाई भन्न आएछ भनेर याकुब हुन्छ लुगा लबेदा लाएर चाहिँ गएछ। अनि जाँदाखेरि चाहिँ दाजुभाइ टक्क बसिरहेको रहेछ। अनि योसेफले दौडिँदै आइरहेको छ, हँसिङ दौडिँदै आइरहेको छ। ऊ आयो हेर सोध्नु दस केटा आयो, यसले चाहिँ आज चाहिँ मारेर खातामा फाल्नुपर्छ भने चाहिँ उनीहरू दाजुभाइहरू चाहिँ सल्लाह गर्न थालेछ। अनि रोबिनले भनेछ, रोबिन चाहिँ उसको ठुलो दाइ है, ठुलोले के भनेछ, आफ्नै भाइ हो यस्तो नमारौँ न, रगतै नगरौँ नमारौँ, यसले चाहिँ बरु खाल्डोमा फाल्यो भनेर भनेछ। भन्दाखेरि चाहिँ खाल्डोमा फालेपछि पछि चाहिँ मैले चाहिँ त्यो यसोले चाहिँ खाल्डोबाट निकालेर चाहिँ म चाहिँ फेरि मेरो बुवामा लगिदिन्छु भनेर सोचेर त्यस्तो भनेछ क्या। अनि दाजुभाइले चाहिँ हो हुन्छ फाल्यो यसले भने चाहिँ खाल्डोमा फाल्दैछ है। अनि खाल्डोमा फाल्दाखेरि चाहिँ के भयो त भन्दाखेरि परमेश्वरको अनुग्रह, त्यो खाल्डो चाहिँ धेरै गहिरो थियो तर त्यहाँ चाहिँ पानी थिएन है, परमेश्वरको महिमा भएको चाहिँ। त्यसपछि सबै दाजुभाइ जान्छ टक्क खाजा खान लागेको छ। अनि खाजा खान लागेको छ टक्क यहुदाले चाहिँ टक्क इस्माइल व्यापारीहरू आइरहेको देखेछ। अनि दाजुभाइहरूसँग सल्लाह गरेछ, हामीले चाहिँ यो सबले बेच्दिउँ, यसले यहाँ राखेर के काम, यसले मारेर के काम, आफ्नै दाजुभाइ हो रगत किन्यो लिनु बरु बेच्दिउँ के होला नि हामी सोचेछ। सबै दाजुभाइले हुन्छ भनेछ। अनि त्यो व्यापारी आयो। अनि व्यापारीहरूले चाहिँ के गर्छ त यो सबले बेच्दैछ 20 चाँदीको सिक्कामा है। अब त्यसपछि एकछिनपछि अब योसेफ छैन, तनावले कराएर होइन अब रोयो अरे अब के गर्ने भनेर दाजुभाइले भनेछ। अनि त्यसपछि उनीहरूले के गरेछ भन्दाखेरि त्यो योसेफको चाहिँ त्यो कोट चाहिँ निकालेर उनीहरूले राखेको थियो। त्यसमा चाहिँ अब भेडा बाख्राले मारेर चाहिँ रगत यही चाहिँ याकुबले उसको बुवाले चाहिँ दिएछ। हेर्नु त यो योसेफको चाहिँ यो लुगा यसमा रगत रहेछ, यो के हो भनेर दिएछ भने त भेट्दा पनि भेट्दैनौँ भनेर भन्छ। त्यसपछि चाहिँ याकुब चाहिँ पुरा रोयो, चिच्चायो, पुरै चिच्चायो, मेरो छोरा भनेर धेरै माया गर्थ्यो, बुढी कालमा पाएको होइन सानो छोरा, यसले त पक्कै पनि जनावरहरूले खायो भनेर चाहिँ पुरै गुहाँ गुहारेर शोकमा गयो है। अनि फेरि यतापछि चाहिँ के भएको छ त भन्दाखेरि चाहिँ योसेफले चाहिँ मिश्र देशमा लगेर चाहिँ एकजना अब त्यहाँको अङ्गरक्षक जस्तै होइन अब त्यसले चाहिँ पोटिफर नाम गरेकोले चाहिँ योसेफले चाहिँ बेचिदिएछ है। अनि बेचेछ अनि पोटिफरमा चाहिँ काम गर्न थालेछ योसेफ, त्यहाँ काम गर्न थालेछ। अनि त्यहाँ चाहिँ यस्तो राम्रो काम गर्यो कि योसेफसँग परमेश्वर हुनुहुन्थ्यो। अनि उसले जे काम गरे पनि जस्तो काम गरे पनि त्यो चाहिँ राम्रो हुने कि त्यो पोटिफरले चाहिँ देखेछ। देखेपछि के गर्यो भन्दाखेरि चाहिँ उसले सबै घरको जिम्मा सबै उसले त्यो पैसा सैसा घर सर है सबै दिएछन्। के भनेछ भने चाहिँ म यो खाने बाहेक म केही पनि मेरो सोच्दिनँ, सबै तिमीले हेर भनेछ। त्यो गर्दाखेरि चाहिँ झन् के भयो त भन्दाखेरि उसको झन् 2 गुणा है राख्छो गुणा भएको धन सम्पत्ति सबै बढ्न थाले। त्यही टाइममा चाहिँ के भइरहेको थियो भन्दाखेरि चाहिँ पोटिफरको अब श्रीमती उसले चाहिँ आँखा लगाइरहेको छ। अब योसेफ ह्यान्डसम होइन, पुरै च्यानसान मिलेको होइन, हँसिलो चाहिँ ह्यान्डसम रहेछ भने पुरै आँखा लगाइरहेको रहेछन्। अब के होला हाम्रो भाइहरूले भनेर त्यति सु आँखा आउँथ्यो मक्ख पर्छन् होइन, मक्ख भएर म हेरेछ है भनेर। अब योसेफले चाहिँ पुरै आँखा लगाइरहेको रहेछ भने पुरै आइज मसँग सुत भनेर भन्दैछ। अनि योसेफले चाहिँ मान्दैन रहेछ, भाग्दो रहेछ। अनि एक दिन चाहिँ के भयो भन्दाखेरि चाहिँ
सब घरका सबै नोकर चाकर पोलिफर पनि बाहिर गएको टाइममा चाहिँ योसेफ चाहिँ काम गर्न आएको अनि कोही थिएन घरमा है। अनि मालिकले चाहिँ अनि काम गर्दै गर्दाखेरि चाहिँ योसेफ काम गर्दै गर्दै पछाडिबाट चाहिँ त्यो मालिकले है पोलिफरको श्रीमतीले चाहिँ के गर्यो भने च्याप्प अँगालो खनायो। अब हामी भाइ के गर्छौँ आहा भनेर बस्थ्यो होला है, ओहो अँगालोमाले है आहा भनेर चुप्लाएर बस्थ्यो होला है। तर योसेफ के गर्यो भन्दाखेरि चाहिँ कराएर भाग्यो क्या है, उसले आफ्नो लुगै छोडेर चाहिँ कराएर भाग्यो। अनि त्यो घरबाटै भागेपछि अब श्रीमतीलाई चाहिँ तनाव भयो पोलिफरको श्रीमतीलाई। अब के गर्ने लाजै मर्नु भयो, योसेफ त भाग्यो है। अनि उसले चाहिँ के गरेछ भन्दाखेरि आफ्नो नोकरहरूलाई चाहिँ फोन गरेर के अब बोलाएछ, जे गरे पनि बोलाएछ त्यहाँ, हेर त योसेफले मलाई यस्तो यस्तो गरेँ के गर्ने म भनेर भन्दाखेरि अनि त्यो लुगा लिएर बस्यो। अनि पोलिफर नआएपछि चाहिँ त्यही लुगा लिएर बस्यो योसेफ है। अनि पोलिफर आयो अलि साँच्चै उसले नै मलाई समातेको टाइपको गएछु। योसेफले मलाई पछाडि ज्याम्मै समात्यो, कोही नआएको म चिचाएर घरमा लुगै छोडेर भाग्यो। अब यस्तै रोएर भएपछि त केटा मान्छे हो होइन, केटी रोएपछि पत्यायो, उसले चाहिँ पत्याएको छ पुरै रिसले ए त्यसले मेरो श्रीमतीले यस्तो गर्ने पक्थेले भने उसले चाहिँ आदेशले चाहिँ समातेर झ्यालखानामा हालिदियो भने झ्यालखानामा हालेर राखिदियो योसेफ। राखिसकेपछि के भयो भन्दाखेरि चाहिँ त्यहाँ फारो त्यो मिस्र देशको राजा उसको पकाउने र पिलाउने पनि त्यहीँ राखेर चाहिँ के काम गल्ती गरे होला त्यही झ्यालखानामा राखेर रहेछ। अनि अब योसेफ परमेश्वर हुनुहुन्थ्यो त्यही भएर त्यहाँ पनि जे काम गरे पनि योसेफले राम्रै हो। अनि त्यहाँको अब झ्यालखाना पनि एउटा मान्छे हो नि टपको मान्छे, अब योसेफले काम गरेको राम्रो देखेर चाहिँ सबै काम चाहिँ उसले नै सुम्पिदियो। जेलमा चाहिँ अब सबै मान्छेहरूले चाहिँ अब तँले हेर तँले जिम्मा भनेर अहिले त्यही टाइममा स्याहार सुसार गर्दाखेरि चाहिँ त्यो पकाउने र पिलाउने चाहिँ एकदिन चाहिँ बिहान पुरा टेन्सन भएर बसिरहेको रहेछ कि। अनि योसेफ गएछ, किन टेन्सन भयो भन्नु न भनेर त्यसपछि चाहिँ हेर्नु न हामी त सपना देख्यौँ यसको अर्थ खोल्नै सकेन भनेर चाहिँ दुवैजनाले भन्छ। अनि यसोले के भन्यो भने सपना त परमेश्वर खोल्नुहुन्छ भन्नुहोस् न तपाईँको सपना के हो भनेर चाहिँ सोधेछ यसो। अनि त्यसपछि पकाउनेले भन्छ मैले त अङ्गुरको बोट देखेँ, अङ्गुरको बोटमा चाहिँ 3टा झुप्पाहरू देखेँ। अनि त्यो अङ्गुरको झुप्पा चाहिँ मैले लिएर चाहिँ कचौरामा चाहिँ निचारेर चाहिँ त्यो चाहिँ फारोले दिएँ, राजाले दिएँ भनेको छ। अनि त्यसपछि यो 3टा झुप्पा भने चाहिँ 3 दिन हो, 3 दिनपछि चाहिँ तपाईँ चाहिँ फेरि पहिलाको तपाईँको पिलाउने काममा चाहिँ फारोले राख्नुहुन्छ भनेर पकाउने त मक्ख आहा भन्छ। अनि त्यही सुनेर चाहिँ फेरि पकाउने पनि मक्ख भएर मैले पनि सपना देखेको छु नि भनेर आएको छ। अब उसको पनि